साथीहरू म अहिले त्रिभुवन इन्टरनेसनल क्रिकेट ग्राउन्ड बाहिर छु र मैले कल्तीवटा टिकट काटेको थिएँ जसलाई अब फिजिकल टिकट लिनुपर्ने हुन्छ र फिजिकल टिकट लिन यहाँ म आइपुगेको छु र यहाँबाट फिजिकल टिकट लिएपछि गेटमा एन्ट्री गर्नुपर्ने हुन्छ। मेरो गेट नम्बर 4 थियो र जोन चाहिँ 3 नम्बर जोन थियो। हेर्न सक्नुहुन्छ यहाँबाट मैले टिकट लिएँ अनि यो टिकट हो हाम्रो। हामी टोटल 7 जना थियौँ र अब हामी ग्राउन्डमा छिर्नेछौँ गेट नम्बर 4 बाट। र आजको फर्स्ट म्याच चाहिँ लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको थियो र त्यसपछि बेलुका जनकपुर बोल्ट्स र पोखरा अभेन्जर्सको म्याच थियो र यो हेर्न सक्नुहुन्छ फर्स्ट लुक। हामीले फर्स्ट टाइम एक्सपिरियन्स गर्दै थिए यो फ्लोर राइड र प्याराफिट बनिसकेपछि एन्ड द एक्सपिरियन्स वाज क्वाइट इम्प्रेसिभ। फर्स्ट टाइम यस्तो फिल भइरहेको थियो कुनै इन्टरनेसनल लेभल ग्राउन्डमा बसिरहेको थिएँ। र यो पहिलो गेम त लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको थियो र लुम्बिनी लायन्सले अलिक स्ट्रगल गर्यो यो गेममा र सुदूरपश्चिमले यो गेम सजिलै जित्यो र हामीले थाहा पनि छ लगातार 5वटा म्याच सुदूरपश्चिमले जितिसकेको छ र यो थर्ड म्याच नै थियो उसको। र फर्स्ट म्याच सुदूरपश्चिम रोयल्सले इजिली नै जित्यो र फर्स्ट म्याच हेरिसकेपछि हामी ग्राउन्ड बाहिर गए। ग्राउन्ड बाहिर जान पाइरहेको थियो तर हातमा छाप लाएर मात्रै हो, नत्र फेरि अर्को म्याचको लागि एन्ट्री नमिल्ने जस्तो रहेछ। त्यही भएर छाप लाएर नै हजुरहरू पनि जानु होला बाहिर। र आजको दिनको अब यो सेकेन्ड गेम जनकपुर बोल्ट्स भर्सेस पोखरा अभेन्जर्सको थियो र अहिले प्र्याक्टिस सेसन चलिरहेको थियो र फ्लोर लाइट पनि बिस्तारै बाल्दै गइरहेको थियो। अब हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिएको छ हाम्रो त्रिभुवन इन्टरनेसनल क्रिकेट ग्राउन्ड बेलुकातिर।
King number 2, Kamal Yachts विरुद्ध बुरागढा किंग्स.